म आज करिकुलम एन्ड इभ्यालुएसन विषय बिएड थर्ड इयरको कम्प्लिट वैकल्पिक क्वेसनहरू बहुवैकल्पिक प्रश्नहरूको सेट बी लिएर तपाईँहरू समक्ष आएको छु। स्वीकार्नुहोस्। म बाबुराम भण्डारी, उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय। च्यानलको नाम छ बाबुराम सरलाई सब्सक्राइब, लाइक र सेयर पनि गरिदिनु होला। सर्वप्रथम म पहिलो क्वेसनमा जान्छु। यो पर्फर्मेन्स बेस्ड एसेसमेन्टसँग सम्बन्धित छ। Which of the following tools include the list of all aspects which can be observed during the evaluation? Rating scale, checklist, anecdotal records, self-evaluation. यसको सही उत्तर अनुमान गर्नुहोस्। यसको सही उत्तर हो checklist. Who did systematic study in the field of curriculum at first? Tyler, Bobbitt, Tawa र Wellers. यसको सही उत्तर अनुमान गर्नुहोस् Bobbitt. अर्को क्वेसन छ, द करिकुलम विच इज टट बाई स्कुल बट नट बाई टिचर कन्सर्न विथ, यसलाई कस्तो करिकुलम भनिन्छ? प्लान करिकुलम, रिटन करिकुलम, अफिसियल करिकुलम, हिडन करिकुलम। यसको सही उत्तर हो हिडन करिकुलम। विच अफ द फलोइङ कन्सेप्ट्स इज कन्सिडर्ड एज अ ट्रेडिसनली ओल्ड एन्ड करेन्टली मोर डोमिनेन्ट कन्सेप्ट अफ करिकुलम? करिकुलम एज अ सब्जेक्ट म्याटर, करिकुलम एज अ एक्सपिरियन्स, करिकुलम एज अ प्लान, करिकुलम एज अ अब्जेक्टिभ। यसको सही उत्तर हो करिकुलम एज अ सब्जेक्ट म्याटर। पुरानो हो, डोमिनेन्ट हो। अ डिफिनेसनल इस्यु अफ करिकुलम एज अ सब्जेक्ट म्याटर इज, यसको सही उत्तर अनुमान गर्नुहोस् इम्फेसिस ओन्ली द कन्टेन्ट। अर्को क्वेसन छ, विच अफ द फलोइङ एभोकेट द पर्मानेन्सी अफ नलेज? पर्मानेन्सी अफ नलेज कुनसँग सम्बन्धित छ? पेरेनियलिजम, एसेन्सियलिजम, स्ट्रक्चरलिजम, प्रोग्रेसिभिजम। यसको सही उत्तर हो पेरेनियलिजम। अर्को क्वेसन छ, नलेज इज ट्रुथ, ट्रु इज एभ्रिवेयर द सेम, देयरफोर एजुकेसन सुड बी एभ्रिवेयर द सेम, हुज भर्सन इज दिस? यो कसको भनाइ हो? यसको सही उत्तर छ हुचेन्स, हटकिन्स। अर्को क्वेसन छ, सेभरल लिबरल आर्ट्स आर क्याटेगोराइज इन्टु अ टु ग्रुप्स, ट्रिभियम एन्ड क्वाडिभियम। विच अफ द फलोइङ सब्जेक्ट्स इज इन्क्लुडेड विदिन द ट्रिभियम? ट्रिभियमभित्र कुन इन्क्लुडेड हुन्छ? यसमा हुन्छ लजिक। अर्को क्वेसन छ, विच अफ द फलोइङ सब्जेक्ट्स इज इन्कर्पोरेटेड विदिन द क्वाडिभियम? क्वाडिभियम अन्तर्गत है, एर्थमेटिक। अर्को क्वेसन छ, फर पेरेनियलिस्ट द गोल अफ एजुकेसन इज to develop the rational person and uncover universal truth by training the intelligent, to develop the physically fit people, to develop socially emotionally sound people, to develop technically competent people. यसको सही उत्तर हो टु डेभलप द रेसनल पर्सन एन्ड अनकभर युनिभर्सल ट्रुथ बाई ट्रेनिङ द इन्टेलेक्ट। यी क्वेसनहरू विशेष गरी एमएड तहको करिकुलम एन्ड इभ्यालुएसन विषयसँग पनि सम्बन्धित छन्। अर्को क्वेसन छ, एकर्डिङ टु एसेन्सियलिस्ट फन्डामेन्टल एरियाज अफ स्टडिज आर, होइन, एसेन्सियलिस्ट फन्डामेन्टल एरिया भनेको कुन हो? ग्रामर, म्याथमेटिक्स, साइन्स, हिस्ट्री एन्ड फरेन ल्याङ्ग्वेज। म्याथमेटिक्स, सोसियल स्टडी, सोसियल साइन्स, हिस्ट्री एन्ड फरेन ल्याङ्ग्वेज। ग्रामर, म्याथमेटिक्स, लजिक, हिस्ट्री एन्ड फरेन ल्याङ्ग्वेज। ग्रामर, म्याथमेटिक्स, साइन्स, म्युजिक एन्ड फरेन ल्याङ्ग्वेज। यसको सही उत्तर हो ए नम्बरको ग्रामर, म्याथमेटिक्स, साइन्स, हिस्ट्री एन्ड विदेशी भाषा। अर्को क्वेसन छ, विच अफ द फलोइङ एरियाज इज नट इन्क्लुडेड विदिन द फन्डामेन्टल एरिया अफ एसेन्सियलिस्ट? एसेन्सियलिस्टभित्र कुन पर्दैन? जोग्राफी पर्दैन। अर्को क्वेसन छ, which of the concept does give secondary place to the subject but such as art, music, physical education, vocational education and social studies? Perennialist concept, essentialist concept, structure of discipline, plan for instruction। यसको सही उत्तर हो essentialist concepts। अर्को क्वेसन छ, which concept does give legitimate place to the subject such as art, music, physical education, vocational education and social studies? यसको स्ट्रक्चर अफ डिसिप्लिन भनेर भनिन्छ। अर्को क्वेसन छ, डिसिप्लिन इज द रुलिङ डक्ट्राइन फर करिकुलम डेभलपमेन्ट एट अल लेभल, हुज भर्सन इज दिस? स्कोवेको। अर्को क्वेसन छ, द करिकुलम should consist entirely knowledge which comes from the discipline denoted by prefix. अनि अर्को क्वेसन छ, which of the following group does
conceive knowledge as a static and give no place to modern science within the curriculum. Perennialist, essentialist, progressivist, pragmatist. यसको सही उत्तर छ perennialist. अर्को क्वेसन छ who does regard the mind as vessel to be filled on musical muscle to do the exercised. Perennialist and progressivist. यसको सही उत्तर हो perennialist and essentialist. अर्को क्वेसन छ which of the following concept is considered as the most prevalent concept of curriculum. सबभन्दा पुरानो के अरे रिसेन्ट मोस्ट प्रिभेलेन्ट कन्सेप्ट भनेको एकदम वर्तमानको करिकुलम एज अ प्लान फर लर्निङ यो हिल्डा टावाको कन्सेप्ट हो टावा डिफाइन करिकुलम एज द प्लान अ प्लान फर लर्निङ अर्को क्वेसन छ एनइएसपी 2028 डिफाइन करिकुलम एज यसले कसरी डिफाइन गर्छ एन एजुकेसनल प्रोग्राम डिजाइन टु एचिभ द एम अफ एजुकेसन अर्को क्वेसन छ हु डिज स्टेट द्याट करिकुलम इज composed of all the experiences children have under the guidance of teacher. Guidance यो क्यासवेल एन्ड क्याम्पबेलको डिफिनेसन है अर्को which of the following concept does contend that every institution of society has a curriculum. यसको सही उत्तर अनुमान गर्नुस् curriculum is experience. Curriculum is considered as a means by achieving educational goal. अर्को क्वेसन छ which of the following is the considered as the narrower meaning of curriculum. एकदम संकुचित अर्थ भनेको a list of content अथवा syllabus. Student play active role in teaching learning process, especially in curriculum as a experience. अर्को क्वेसन छ curriculum has long part but a short history. Whose version is this? यो टिनर एन्ड टिनरको भर्सन हो अर्को क्वेसन छ which of the following concept fail to differentiate curriculum from the education. यसको curriculum as a experience. अर्को क्वेसन छ which concept of curriculum is influenced by scientific management. साइन्टिफिक म्यानेजमेन्टसँग सम्बन्धित भनेको curriculum as a system. अर्को क्वेसन छ the child is taken as starting point, center the end of school activity primarily in यो curriculum as a experience. यही नै हो है which of the following concept of curriculum is broader in nature. Broader in nature भनेको पनि curriculum as a experience नै हो which of the following does give more emphasis on the product rather than content and process of curriculum. Curriculum is objective. यो टावाको कन्सेप्ट हो in which concept of curriculum teacher act more as a facilitator. Curriculum as a experience को मान्यतामा यो हुन्छ who does define curriculum as a plan learning outcomes for which of the school is responsible. यसको यो फोमेन र बेकरको डिफिनेसनमा छ यो curriculum is considered as a structured series of intended learning outcomes. यो कसको डिफिनेसन हो यो जोनसनको हो अर्को क्वेसन छ which of the following statement is incorrect. Incorrect भनेको input process and product are three subsystem of a system. All part of system are interdependent, all interrelated. System is intended to transfer raw material into a finished product. Different part of system work in comprehensive manner at a specific object. यसको सही उत्तर यही अन्तिमको रहेको छ डी अर्को क्वेसन छ different component of system interact with each other especially in processमा हुन्छ यो अर्को छ which of the following is not a characteristics of system. सिस्टम भित्रको विशेषता कुन होइन भन्दा कन्टेन्ट होइन which is taken as a operand of curriculum input. curriculum input टिचर स्टुडेन्ट ल्याबोरेटरी अनि हेड टिचर यसको सही उत्तर हो ल्याबोरेटरी अर्को क्वेसन छ एन अपरेटर अफ curriculum input is objective content visual aid and student. यसको सही उत्तर हो स्टुडेन्ट which of the following is not a encompassed within the process of curriculum system. यो promotion rate of student भनिन्छ यसलाई अर्को pass out student get good job opportunity as world of work is related to केसँग सम्बन्धित हुन्छ यो internal के अरे external efficiency सँग सम्बन्धित हुन्छ अर्को which of the following is taken as the most important product of curriculum system. students achievement institutional development cost effectiveness र external efficiency यसको सही उत्तर हो student achievement. अब हामी लास्ट क्वेसन तर्फ जाँदैछौँ which component of curriculum system is used as criterion to make a decision about other component content objective student and teacher. यसको सही उत्तर हो student. Thank for watching.
यो मेरो च्यानल बाबुराम सर भन्ने छ, यसलाई सब्सक्राइब, लाइक एन्ड सेयर गर्नुहोला। हस्, धन्यवाद, नमस्कार।